नमस्कार साथीहरू, आज पनि एउटा कथा लिएर आएको छु। सुरुदेखि अन्तिमसम्म भिडियोलाई हेरेर साथ दिनुहोला। आमाको अन्तिम चाहना। साँझको झुल्के घामसँगै सानो गाउँको एउटा टिनको छानो भएको घरमा बस्ने रामु आफ्नो पुरानो झोला बोकेर घर फर्किँदै थियो। स्कुलबाट आउँदा उसका साथीहरू आइसक्रिम खाँदै हाँसिरहेका थिए, तर रामुको हात खाली थियो। घरमा पुगेपछि उसले आमालाई बोलायो, "आमा, म आएँ।" आमा भान्सामा सुक्खा दाल पकाउँदै थिइन्। घरमा चामल पनि थोरै मात्रै बाँकी थियो। "आमा, बाबु, आज पनि स्कुल राम्रो भयो?" रामुले टाउको हल्लायो, तर आँखामा थोरै आँसु झल्किएको उसले भन्यो, "आमा, भोलि स्कुलमा पिकनिक छ, 100 रुपियाँ ल्याउन भनेको छ।" आमा केही क्षण चुप लागिन्। त्यो 100 रुपियाँ उनको लागि ठुलो कुरा थियो। रातभरि आमाले सुन्न सकिनन्। भोलिपल्ट बिहान उनी छिमेकीको घरमा भाँडा माझ्न गइन्। दिनभरि काम गरेर थाकेको शरीर, तर मनमा एउटा मात्र सोच, मेरो छोरालाई निराश बनाउन हुन्न। बेलुका फर्किँदा उनले रामुको हातमा 100 रुपियाँ राखिदिन्। रामु खुसीले उफ्रियो, "धन्यवाद आमा, म पनि अरू जस्तै पिकनिक जान पाउँछु।" त्यो दिन रामु पहिलो पटक आफ्ना साथीहरू जस्तै खुसिएको थियो। तर त्यही रात आमाको शरीर अचानक कमजोर भयो। धेरै दिनदेखि उनी बिरामी थिइन्, तर छोरालाई दुःख नहोस् भनेर लुकाउँदै आएकी थिइन्। रामुले डराउँदै सोध्यो, "आमा, तपाईँलाई के भयो?" आमाले मुस्कुराउँदै उसको टाउको हल्लाउँदै भनिन्, "केही होइन बाबु, तिमी खुसी भए भने म खुस हुन्छु।" त्यो रात रामुले आमाको काखमा टाउको राखेर निदायो, तर बिहान उठ्दा आमाको हात चिसो भइसकेको थियो। रामु चिच्चायो, "आमा, उठ्न, म अब पिकनिक जाँदिन, तपाईँ उठ्नु न।" तर अब त्यो आवाज सुन्ने